म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यही जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो है। अब सरकारले तुरुन्तै क्वार्टर दिनेवाला छैन, मलाई पनि थाहा छ होइन। ठिक छ, मलाई त्यो झन् यहीँ बस्न पायो, क्वार्टरमा भन्दा यहीँ बस्न पायो भने मलाई चाहिँ खुसी। किनभने म जहाँ बस्ने त्यहीँ काम गर्नु पायो भने अब जाँगर चल्दै काम गर्ने, जाँगर अलिकति थाकियो भने सुत्ने, अनि फेरि सुतेर फेरि उठेर जाँगर चल्छ अनि काम गर्ने। मेरो तरिका चाहिँ त्यो छ। त्यसैले यो गर्नु होला। र म फेरि के पनि भन्न चाहन्छु भने मैले अब हाम्रो प्रधानमन्त्रीज्यूलाई म अरू चाहिँ अब भनौँ न अरू साथीहरू सबैलाई, आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश बनाउने भनेको युवाहरूले हो क्या। बुढाहरूले चाहिँ सहयोग गर्ने हो, बुढाहरूले सहयोग गर्ने हो होइन। म त युवा नै हो होइन, तर अलिकति 72 वर्ष पुगेको युवा हो होइन। उमेरले दिनले म चाहिँ अलिकति बढी भए पनि म चाहिँ मेरो जोस जाँगर मेरो सोचाइ चाहिँ छैन। म 30 वर्षको हो नै भनेको छु जहिले पनि। त्यस कारणले युवाहरूलाई चाहिँ हस्तान्तरण गर्नै पर्छ भन्ने मान्यताको मान्छे हुँ म। त्यसैले यो मन्त्रालय पनि मैले 5 वर्षसम्म समातेर राखेर बस्नेवाला छैन। त्यसैले सकभर अब परिस्थिति भविष्यमा कस्तो आउँछ थाहा छैन, तर अहिले नै मोटामोटी मैले सोचेको कुरा के हो भने म बढीमा 3 वर्ष यो मन्त्रालयमा बसेर गर्न सक्ने काम गरौँला। त्यो अवधिमा चाहिँ नयाँ नयाँ युवाहरूलाई चाहिँ अगाडि सारेर अनि यो चाहिँ जिम्मा भविष्यका कर्णधारहरूलाई सुम्पर्ने छु। फोकस चाहिँ त्यसैमा हुनेछ। हेर्नुहोस्, प्रतिभा भएको युवाहरूलाई पालन पोषण गर्नको लागि सजिलो छैन। एक किसिमले हेर्ने हो भने सजिलो पनि छैन, किनभने प्रतिभा भएको मानिसहरू एकदम नवीन नवीन सोच भएका मानिसहरू चाहिँ अलिकति तिनीहरू साधारण मानिसभन्दा अलि फरक हुन्छन्। उनीहरूको सोचाइ काम गर्ने तरिका फरक हुन्छ र उनीहरूलाई चाहिँ कसरी हुन्छ फकाएर फुलाएर कसरी हुन्छ यो नयाँ नयाँ आइडिया निकाल्नको लागि चाहिँ म मन्त्रालयको सम्पूर्ण साथीहरूलाई चाहिँ म अनुरोध गर्छु। यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो, अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। अब त्यतिले पुग्दैन। अब नेपालको अहिलेसम्म यत्रो वर्षसम्म विदेशमा हाम्रो प्रतिभाहरू पलायन भइरहेका छन्। त्यो प्रतिभाहरूलाई पनि कसरी हुन्छ नेपालमा तान्ने उपाय, उनीहरूलाई मोहनी लगाउने उपाय भनौँ न एक किसिमले, यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोज, विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भनेर भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो, यहाँ मातृभूमिलाई सम्झेर आउने हो। अब सरकारले हामीले गर्न सक्ने सहयोग उहाँहरूलाई गर्छौँ, विदेशमा भएकाहरूलाई पनि। देशमा भएका प्रतिभाहरू अब त्यो पनि लाज नमानिकन अब आफ्नो आफ्नो चाहिँ के अरे अनुसन्धानको कुराहरू गर्नलाई चाहिँ अगाडि सर्ने हो। अब खोज्नु पनि पर्ने हुन्छ। कुनै कुनै अवस्था कस्तो पनि आउँछ भनेदेखि कुनै एकदमै नवीन सोच भएका राम्रो राम्रो सोच भएका युवाहरू छन्, तर तिनीहरू कहीँ लुकेर बसिरहेका छन्। त्यस्ता कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनुपर्छ। र यो 4-5 वर्षको यो अवधि त यस्तो किसिमको वातावरण बनाउनै लाग्छ, नयाँ नयाँ अनुसन्धानहरू नहोला। त्यसैले यो कुराहरू चाहिँ हाम्रो यो मन्त्रालयका हाम्रो जति पनि राष्ट्र सेवक साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सोचाइ चाहिँ अरू मन्त्रालयमा जसरी गर्नुहुन्छ त्यो चाहिँ त्यसरी चाहिँ यो मन्त्रालय चाहिँ चल्नेवाला छैन। अनि मैले भने रात दिन काम गर्नुपर्ने हुन्छ, किनभने